हेलो मामुहरू, आफ्नो नानी बाबुको लागि मिठो छिटो अनि हेल्दी खाजाको अप्सन खोज्दै हुनुहुन्छ भने चाहिँ आजको यो रेसिपी तपाईँहरूको लागि एकदमै सहयोगी हुनेछ। मेरो नानी आज खाजा नलिकन स्कुल गइन् के मान्दै नमानेर हजुर लिएरै आउनुपर्छ भनेर। अनि के बनाउने भनिरहेको सन्चो पनि छैन कि मलाई फेरि बाहिर लुगाको किले भेटेर एकदमै गाह्रो भइरहेको छ। आवाज पनि कस्तो भएको छ, आफैलाई बोल्न अप्ठ्यारो लागिरहेको छ। त्यसपछि 2वटा गाजर लिए अनि त्यसपछि आधी सिमला मिर्च मजेको थियो पहेँलो अनि आलु 2टा लिएर सबैलाई चाहिँ मैले कोरेसोमा कोरेँ। त्यसपछि प्याज मसिनरी काटेर राखेँ अनि धनियाँ मसिनरी काटेर राखेँ। चिल्ली फ्लेक्स राखिदिएँ, खुर्सानीमा पऱ्यो भने पिरो हुन्छ उनलाई, त्यही भएर। अनि त्यसपछि 2वटा अन्डा फुटाएर राखेँ मैले अनि स्वादअनुसार नुन बेसार राखेर मजाले मोलेँ पहिले यसलाई। अनि त्यसपछि मेरो नानीको अल टाइम फेभरेट चाहिँ चाट मसला हो अनि मैले त्यही भएर अलिकति चाट मसला पनि राखिदिएँ। अनि राखेर यसलाई मजाले चलाएँ यसरी सबै मसलाहरू मोलिने गरेर। धेरै मसला रुचाउँदिन नानीले, त्यही भएर मैले खासै अरू केही राखिनँ। तपाईँहरूले आफ्नो लागि हो भने चाहिँ हरियो खुर्सानी काटेर पनि राख्न सक्नुहुन्छ। अनि त्यसपछि गरम मसला अनि जिरा धनियाँको पाउडर पनि राख्न सक्नुहुन्छ। त्यसपछि मैले यतातिर तेल तताएर अघि बनाएर राखेको सबै यो भेजिटेबल र अन्डालाई मैले यसरी यहाँ राखिदिएँ। राखेर हातले सबैतिर यसरी बराबर हुने गरेर फैलाइदिएँ। मैले यसरी फैलाइसकेपछि चाहिँ लगभग 3-4 मिनट मैले एकदमै लो हिटमा चाहिँ छोपेर पकाएँ। एक पाटो यसरी पाकिसकेपछि चाहिँ अनि पहिला सुरुमा पन्यूको सहायताले यो तल टाँसेको छ कि भनेर विचार गरेँ। अनि त्यसपछि चाहिँ मैले यसरी फर्काएँ। यो हेर्दाखेरि बढी पाके जस्तो देखे पनि ठिक्कको भएको छ है साथीहरू। अनि यसलाई चाहिँ 1-2 मिनट यत्तिकै खुल्लै राखेर पकाएपछि यो पाकिसक्यो, अलरेडी नै पाकिसकेको थियो त्यो छोपेर पकाउँदा नै। अनि मैले हल्का सेलाएपछि चाहिँ यसलाई यसरी पिज्जाको सेप दिएर काटेँ। यसरी काटेर दिँदा मेरो नानी एकदमै खुसी हुन्छन्। अनि यसरी काटेर मैले उनलाई स्कुलमा पुऱ्याइदिएको थिएँ। त्यो सबै भिडियो चाहिँ राख्न सकिनँ। भिडियो हेरिदिनु भएकोमा धन्यवाद।